हेलो गाइज, सबैजनालाई नमस्कार। आज पनि हामी बाहिर चिसो चिसो मौसम छ, हल्का पानी पनि परेको छ हैन। रोटी खाने कार्यक्रम, रोटी हाल्ने चाहिँ यो मेरो प्यारी दिदी जस्तो परिस्थितिमा नि बहिनीको मायाको लागि रोटी बनाउँदै हुनुहुन्छ। यति धेरै रोटी हालिसक्नु भयो, अब कोही बन्दैछ, अझ अलिकति बाँकी छ है। हामी दिदी बहिनी मिलेर रोटी हाल्दैछौँ हैन। मिलिजुली भिडियो बनाउँदा झन् बिग्रिन्छ। ठिकै छ, यो चाहिँ मिलाएर बुझ्नु होला हैन। अरू बेला राम्रो भएको रोटी भिडियो बनाउने बेला झन् बिग्रिन्छ। धुवा भएर आँखाभरि आँसु। रोटी तातो हो कि दिदीलाई बोल्दैन भने ल, धन्यवाद। बोल्दै पो होला है। रोटी चाहिँ अलिअलि फुल्लेकै छ, धुवा भएर बर्बाद भयो। आँखाभरि आँसु पनि भएको छ। अलिकति जुमिङ हान्नुलाई थोरै थोरै भाइ है भयो। एउटा म घुमाउँछु, एउटाले त एउटा चाहिँ म घुमाउँछु होइन सर। र अलि ओह्राबाट पर लग्नु न बहिनी, यहाँ आउनु त्यहाँबाट। अनि यहाँ रोटी हालेको देखाउनु भएन। अहिले त्यस पछाडि भयो, अलि नजिकबाट आउनु, यहाँ सर गराएको घुमाउनु। ओन आउनै छ न, घुमाउनु दिदी। ओहो, बिग्रियो क्या दिदी? बिग्रियो जस्तो लाग्यो। ए, आँखा चिम गरेर हालिदिएको कस्तो भयो। यति फास्ट घुमाए कि यो त आमा बाफ्रे बा बोल्यो। यति धेरै रोटी भइसक्यो होइन गाइज। अब एकछिन पछाडि हामी खान्छौँ। थ्याङ्क यू दिदी। के भन्नु मन छ? धन्यवाद बहिनी।